डिरेक्टर चन्द्र पन्तले केही महिना अगाडि सबैलाई रुवाएका थिए। आबाट आमा मुभी आएको थियो जसले चाहिँ एभ्री अडियन्सहरूलाई रुवाएको थियो। इमोसनल मुभी जहाँ हामीले पल शाह, विपना थापा, प्रदीप सिंह रावत, सिमरन पन्त, साइग्रेस पोखरेल जस्तो थुप्रै ट्यालेन्टेड आर्टिस्टहरू हामीले यो मुभीमा देख्न सक्छौँ है। सो मुभीको सिक्वेल आबाट आमा 2 पनि यही दसैँमा रिलिज हुने कुरा आउट भएको छ। मुभीको लागि म धेरैभन्दा धेरै एक्साइटेड छु। आबाट आमा जहाँ हामीले चाहिँ फिल्मको कथा, परिवारको त्याग, माया र सङ्घर्षलाई देखाएको थियो। चलचित्रमा आमाको निस्वार्थ प्रेम र आफ्नो सन्तानको भविष्यका लागि उनले गर्ने सङ्घर्षलाई देखाएको थियो। कथा अगाडि बढ्दै जाँदा दर्शकलाई हँसाउने, रुवाउने र भावुक बनाउने धेरै धेरै देखेको थियो है। मुभी एकदमै राम्रो थियो भनौँ न। मुभीले राम्रो कमाएको थियो। मुभीले राम्रो कमाइसकेपछि अब अडियन्सहरूले माया गरिसकेपछि डिरेक्टरले अब आबाट आमा 2 पनि रिलिज हुँदैछ है। सो मुभीको सुटिङहरू अहिले चलिरहेको छ। सो यो आबाट आमा 2 मा पल शाहदेखि लिएर अझै थुप्रै एक्टर एक्ट्रेस चाहिँ हामी देख्न सक्छौँ। पल शाह, विपना थापा, निकिता आचार्य, मल्लिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित बिष्ट, थुप्रै एक्टर एक्ट्रेस चाहिँ हामीले यो मुभीमा देख्न सक्छौँ है। मुभीको लागि म एकदमै धेरै एक्साइटेड छु। म मात्रै होइन, एभ्री अडियन्सहरू एकदमै धेरै एक्साइटेड हुनुहुन्छ। पहिलो फिल्म आबाट आमाले बक्स अफिसमा धेरै सफलता पाइसकेपछि चाहिँ धेरै अडियन्सहरूले आबाट आमा 2 को लागि पनि एकदमै अपेक्षा गर्नुभएको थियो। सो अहिले कलाकारहरूदेखि लिएर थुप्रै एकदमै सकिङ अपडेटहरू आउट भएको छ। सो मुभीको टाइटल सङ चाहिँ हाम्रो बलिउड सिङ्गर, एकदमै चर्चित सिङ्गर सोनू निगमले गाउँदैछन्। सो त्यो पनि राम्रो कुरा हो। तर हाम्रै नेपालमा एकदमै ट्यालेन्टेड कलाकारहरू हुनुहुन्थ्यो, उहाँहरूलाई युज गरेको भए अझ राम्रो हुन्थ्यो। हाम्रो शिव परियार होइन, थुप्रै ट्यालेन्टेड आर्टिस्टहरू छ जसको सोनू निगमको जस्तै भोइस मिल्दोजुल्दो छ, उस्तै टाइपको। तर सोनू निगमको भोइस एकदमै बवाल छ होइन। सो सोनू निगमको त्यो भोइस प्लस यो मुभी आबाट आमा सुनमा सुगन्ध हुन्छ। मुभी इमोसन, यस्तो इमोसन टाइपको मुभीमा सोनू निगमको भोइसले चाहिँ बवाल नै गरिदिन्छ है। सो बवाल नै मजा आउनेवाला छ। सोनू निगमले चाहिँ यो मुभीमा टाइटल सङ दिँदैछन्, त्यो पनि एकदमै राम्रो कुरा हो। यो एकदमै एप्रिसिएट हुन्छ नि, हामीले गर्नुपर्छ है। सो सोनू निगमको त्यो भोइस भयो भने चाहिँ झन् अझ मजा आउने भयो यो मुभी हेर्दै गर्दा। पहिलो भागले चाहिँ दर्शकहरूको मन जित्न सफल भइसकेपछि दोस्रो भाग पनि बवाल नै बन्छ जस्तो चाहिँ मलाई लागिरहेको छ। पहिलो भागमा चाहिँ हामीले आमा र सन्तान बिचको भावनात्मक सम्बन्धलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको देखेका थियौँ। त्यसैले दोस्रो भागमा पनि परिवारको माया, त्याग र सङ्घर्ष अनि सम्बन्धको कथाले अझै गहिरो रूपमा देखाउँछ जस्तो चाहिँ लागिरहेको थियो। पहिलो भागले नै एकदमै धेरै इमोसन बनाएको थियो। सो पहिलो भागभन्दा दोस्रो भाग अझै बवाल होस् भन्ने चाहिँ म त्यही शुभकामना दिन चाहन्छु। सो हजुरहरू चाहिँ आबाट आमा 2 लाई लिएर कतिको एक्साइटेड हुनुहुन्छ नि, कमेन्ट गर्नु होला है। च्यानलमा जो नयाँ हुनुहुन्छ लाइक, सब्सक्राइब अनि कमेन्ट गर्न नबिर्सिनु होला। हामी अर्को भिडियोमा सियोर भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। बाई। जय नेपाल।